हेर्दा नै खाऊ खाऊ लाग्ने आज चाहिँ म चिकन बनाउन खोज्दैछु। चिकनलाई पहिला मैले सरर काटेँ हैन। त्यसपछि मैले चाहिँ चिकनको लागि प्यान बसालेँ। त्यसमा चाहिँ तेल हालिदिएको छु, मात्र तेल। त्यसमा मैले अघि काटेको चिकन हालिदिन्छु। चिकनलाई मजाले अब चाहिँ त्यहाँ केही पनि अरू नमिसाइकन मात्रै फ्राई गर्न दिन्छु। त्यतिकोमा चाहिँ म लसुन, प्याज, अदुवालाई मजाले काटेर रेडी गर्छु। र प्याज, लसुन, अदुवा रेडी गर्दा चाहिँ मासु यतिको भइसकेको अवस्था छ। अब अर्को प्यान बसाल्छु म। त्यसमा हल्का तेल हाल्छु अनि त्यस पछाडि हल्का जिरा पड्काएर अब यसमा अब लसुन अनि त्यसपछि अदुवा अनि त्यस पछाडि प्याज हालेर मजाले भुन्छु हैन। यसलाई हल्का ब्राउन गरेर त्यतिन्जेलमा मासु लगभग यति भइसकेको अवस्था छ है। मासु यतिको भएको अवस्था छ। अब चाहिँ मैले के गर्छु भन्दा बेसार हालेर हल्का चलाउँछु अनि यो टोमेटो प्युर हो है। हजुरले टोमेटो पनि युज गर्न सक्नुहुन्छ। मलाई चाहिँ प्युर सजिलो लाग्छ किनकि गलाइरहनु पर्दैन यसलाई हैन। हल्का हालेपछि सकि नै हाल्यो। अनि यसरी मजाले यसलाई मसला यतापट्टि रेडी गर्ने हैन। अनि यस्तो भइरहँदा मासु उतापट्टि त्यो पुरै डिप फ्राई हुँदैछ। टक्क यसलाई हल्का मैले अलि सजिलो पार्नको लागि यताउता सारेँ। अब नुन हाल्ने अनि मसलाहरू हजुरको स्वादअनुसार हाल्न सक्नुहुन्छ। मैले चाहिँ जिरा धनियाको धुलो अनि हल्का चिकन मसला हालेको छु। अनि त्यो मासुलाई अब टक्क त्यहाँ मिसाइदिने। मजाले सर मिलाउने अनि त्यसपछि रेडी भयो हाम्रो चिकन। वाउ, थ्याङ्क्स फर वाचिङ।